चाहिँ गुम्बा आइपुग्छौँ। यो गुम्बाको नाम चाहिँ खै यासा गुम्बा कि कुन गुम्बा हो मलाई पनि थाहा छैन। अनि चाहिँ हाम्रो प्यारो बुद्ध भगवानको छ। अनि मेरो चाहिँ अहिले खुट्टा दुखिया छ म लडेर। सो लेट्स गो गाइज। मलाई चाहिँ डर लागेको छ म लड्छु भने। यताले मेरो केही परेको छैन। गाइज अघि नै लडेर यहाँ माटो भएको छ। ल छिटो अनि यो ठाउँको नाम के हो बहिनी? यार्सा गुम्बा। लगाइ यार्सा गुम्बा रे है। यो थानकोट पानीघाट चन्द्रगिरीको मुनि रहेको छ यो गुम्बा। यार्सा गुम्बा भन्छ नि बहिनीले। यार्सा गुम्बा त त्यो खानी चाहिँ उ जस्तो लाग्यो जस्तो थियो होइन। यो फास्ट जाउँ ल गाइज। हामी फास्ट जाँदैछौँ। म ब्याकबाट जाँदैछु गाइज होइन। ऊ चाहिँ फ्रन्टबाट आउँदैछ। पसिनाले जुत्ता चिप्लिन्छ भनेको चाहिँ फर्स्ट टाइम सुनेको है गाइज मैले। कस्तो हुन्छ अरे? मैले चाहिँ पत्याएन है गाइज। अब त्यो पसिनाले जुत्ता चाहिँ यस्तो हुन्छ अरे, चिप्लिन्छ अरे होइन। कस्तो चिप्लिन्छ भने अब त्यसको आफ्नै मुख चिप्लिरहेछ, मान्छे आफै चिप्लिरहेछ होइन। पछाडि फोहोर लागेको छैन रे गाइज। ल यो के हो नलागे? आपा त गङ्दैन आमा त स्याङ्दैन खेलाउला साइली जुहारी सुन मेरो दौतरी। यस्तो चाहिँ होइन। यो दाइको चाहिँ 10 वर्ष भइसक्यो बिहे गरेको। 25 वर्ष हुने रहेछ। हमारा शादी नहीं हुआ है अभी गाइज। मेरा शादी हुआ बोल रहा है गाइज। नहीं हमारा शादी नहीं हुआ है। गर्लफ्रेंड तो था है लेकिन शादी नहीं हुआ है। क्या बोल रहा है? इसका चेहरा देखो, इसका चेहरा उड़ा हुआ चेहरा। ये लगती है चाइनीज लेकिन ये हिंदी बोल रहा है गाइज। लात ताक रहा है गाइज। हम इससे नहीं डरता गाइज, नहीं डरेंगे गाइज। पस भएको खै त यहाँ। ल गाइज हिँड्दा यहाँ बाटोमा चाहिँ पाइप फुटेको रहेछ होइन, खानेपानीको पाइप। यो चाहिँ यसरी बाटोमा साइडबाट लान पर्ने थियो होइन। अब त्यो कसले हो त्यहाँ थाहा के अरे। यो पानी चाहिँ एकदम नेचुरल हो। यो एकदम चिसो हुन्छ र कस्तो मजा आउँछ गर्नु होइन। म यो पानीले नुहाएर खाएर यतिसम्म भएको होइन। म काठमाडौँ चाबुनीमा बस्छु कि सहरमा। भाषा हान्नुभन्दा तर हामीले खाइसकेको थिएँ फुलहरू। म चाहिँ कठिन रोड। तिमी अनि यो भोज खाने भन्दा बिहानदेखि केही नखाएको, पानी पनि नखाएको? ल गाइज हेर्नुहोस् है गाइज, यस्ता छन् है भोज भनेपछि। तपाईँको चाहिँ हिजो बेलुका खाएको भरमा हिजो बेलुका नि घाँसफुस थोरै खाएर सुतेको रहेछ। केही अनि त बिहानदेखि केही नखाएको। यहाँ आएर भोजमा आएर गाइजहरूले चाहिँ ठुस्यो। त्यो गोरुले घाँस ठुस्या ठुस्यो यसले है। होइन कि गाइज भर्खर स्न्याक खाएको। अब लन्च खानुपर्छ। हामी आएको 1 बजे। त्यो स्न्याक्स खाएको चाहिँ अब आधी घन्टा नै भएको छ नि, तर उसलाई चाहिँ लन्च चाहियो अरे होइन। लन्च भोकले उलुक हुन्छ गाइज। हामीलाई त भोक लागेपछि हामीलाई त बमिट के अरे धेरै भएर चाहिँ बमिट आउला जस्तो हुन्छ। उसले चाहिँ नपुगेर उलुक आयो गाइज। ल भयो खोइ